नेपालमा कम्पनी दर्ता गर्दा के चाहिन्छ, प्रक्रिया के कस्तो छ, कति रजस्व लाग्छ भन्ने कुराहरूमा आज हामी छलफल गरौँ। कम्पनी दर्ता गर्दा कम्पनीको प्रस्तावित नाम ओसिआरमा दर्ता गरेसँगै सुरु हुन्छ। कुनै पनि दुई कम्पनीको नाम एउटै बनी राख्न पाइँदैन अथवा राख्नु हुँदैन। नाम स्वीकृत भएसँगै प्रबन्ध पत्र र नियमावली सही छाप गरेर ओसिआरमा पठाउनु पर्ने हुन्छ। शेयर धनीको विवरण एकल हो या संयुक्त त्यो पनि खुलाउनु पर्ने हुन्छ। कम्पनी रहने ठेगाना, कम्पनीले गर्ने मुख्य काम के हो त त्यो पनि खुलाउनु पर्ने हुन्छ। कति लगानी गर्ने भन्ने त्यो पनि खुलाउनु पर्ने हुन्छ। र यी सबै आवश्यक कागजातहरू ओसिआरमा अपलोड भएसँगै कम्पनीले लगानी कति गर्ने त्यसै अनुरूपको राजस्व लाग्ने गर्छ। र कम्पनी दर्ता गर्दा समय कति लाग्छ, प्रक्रिया के हो, खर्च कति लाग्छ भन्ने कुराहरूमा हजुरहरूले कम्पनी सम्बन्धी विज्ञसँग नै परामर्श लिन सक्नुहुनेछ।